वेलकम टु माई न्यू ब्लग। यता चाहिँ हामी चाहिँ आज घुम्न आएको। यो कुन ठाउँ रे? कोर्नेस, कतारको कोर्नेस भन्ने ठाउँमा घुम्न आएको छौँ। यता हाम्रो भेनाजी हुनुहुन्छ, यता हाम्रो दाइ हुनुहुन्छ। मजाले आज देख्न सक्नुहुन्छ। लेट्स भ्यू। Nice. Alright. Look at this view. विदेश भनेको विदेश हुन्छ। हेर्नुहोस् यस्तो रमाइलो ठाउँहरू छ। घुम्नु पनि पर्छ, काम पनि गर्नुपर्छ, रमाइलो पनि गर्नुपर्छ। हामीहरू चाहिँ अहिले आज छुट्टीको दिन रमाइलो गर्न हिँडेको। यता हाम्रो साथीहरू हुनुहुन्छ, यता भेनाजु हुनुहुन्छ। This is view. Qatar is not a beginner, okay? Qatar is very beautiful country. So nice, yes. Yeah, you see here, this is a very good place. This is amazing area. But we are don't come here. यो चाहिँ हाम्रो श्रीलङ्कन दोस्त हो। यो चाहिँ राम्रो छ, मेरो साथी हो। रमाइलो गर्छ अहिले हैन। बेला बेलामा हँसाउँछ पनि, रमाइलो पनि गराउँछ। नेपाली केटीसँग बिहा गर्छु भन्छ हैन। अब एउटा यसो छन् भने यसो खोजिदिनुहोस्। अहिले महिनाको चाहिँ कतारी 5000 रियलको चाहिँ कमाउँछ है। हेर्नुहोस् ऊ त्यहाँ हेर्नुहोस्, त्यो हाम्रो जुन जस्तो छ नि हैन, कस्तो रमाइलो छ। कस्तो छ हाम्रो भ्यूहरू चाहिँ यस्तो रमाइलो ठाउँहरू छ। यस्तो सबैहरू घुम्नुपर्छ हैन। यस्तो अन्डरग्राउन्ड कतारमा चाहिँ अन्डरग्राउन्ड छ। अन्डरग्राउन्ड हामी अन्डरग्राउन्ड भित्र छिरेको छौँ। अन्डरग्राउन्ड हो यो चाहिँ। अन्डरग्राउन्ड भित्र कति चिसो छ, कति आनन्दको ठाउँ छ। अब चाहिँ केही होला जस्तो छ है। राम्रो छ यतातिर हेर्नुहोस् न। अन्डरग्राउन्ड रमाइलो छ यो चाहिँ अन्डरग्राउन्ड है। लिफ्टतिर जाँदैछ हामी चाहिँ। अब एउटा राम्रो केही किनौँ, के गरौँ भनेर चाहिँ हिँडेको। मैले चाहिँ आज नयाँ घडी किनेँ है। नयाँ घडी, यहाँ नयाँ घडी देख्न सक्नुहुन्छ। 45 रियलको नाइफोर्सको ओरिजिनल। भन्न लडेको यतातिर। अब चाहिँ हामी रुमतिर जाँदैछौँ मेट्रो चढेर चाहिँ। मेरो मोबाइलको पनि डेट हुनु लागिसक्यो। अब भ्लग चाहिँ आउँदैन, अब इन्ड गरौँला। अब अरू चाहिँ अब अरू ठाउँमा फेरि तपाईँहरूलाई नयाँ नयाँ ठाउँमा घुमाउँला, आफू पनि घुमाउँला। नेक्स्ट छुट्टी, नेक्स्ट फ्राइडे, ओके। लेट्स सी यू अगेन। गुड नाइट गाइज।